ठिक छ ठिक छ ठिक छ ल 1 केजी 1 केजी 1 केजी नै आधा केजी त सिउरै छ ल 2 केजी छोड ओके ओके 한잔해 봐, 한잔해 봐봐. सिरियस के जस्तो अनि बाबु छोरीले कुकरेर आखि छोड्दै ए 3 नम्बर समातेर हुन्छ हुन्छ त्यो गरेन चिप्पेको बालेर गाइड ओनी पनि हालिने लिभनी एकदम काम गर्छ हलुका आउनु खैन हैन खैन त उसी त्यो गेर एकरा यो त लासी उता ताप्टीको के उठा 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 केल उतार्ने खै त्यो तेल तेल राजु बेसा देख्न पेल देख्न बोक्सिन्छ रे दिनुभयो सोचेर है यता ओ ठिक हो है भाइ बोक्छ नि राजु पेल देख्न बोक्सिन्छ रे ओहो दामी पारे यार कहाँ हुन्छ तिमीलाई हामी एकजना ए न पैसा दिनु त जान्छ हेलो गाइजहरु हामी चाहिँ काफल खाँदैछौँ है गाइजहरु यहाँ काफल खाँदैछन् यसरी कस्तो लाग्दैछ के सब्जी काफल कस्तो लाग्दैछ अहिले काफल काफल चाख्यो नि हैन दिपक्षी कस्तो भइरहेछ त काफल काफल मिठो छ यो काफल चाहिँ जुस सबैले मनको इच्छा बुझाइदिएछ है पुरै कालो भएको छ है पाकेर पनि केटा रुचाउँदैछन् है त काफल खाँदैछन् यो चाहिँ मेरो निजी काफल है साथी हो मेरो अनुमति बिना कोही पनि यहाँ काफल खान सक्दैन यो ल ल ल ल ल ल ल ल गाइज ल च्यातिला फेरि बिस्तारै ल ल ल है साथी हो हामी चाहिँ काफल खान आएको छौँ ओइ नभाँचौ न यार न मेरो निजी स्रोत हो यार यो हामी लाइभमा छौँ प्रत्यक्ष प्रसारणमा छौँ हामी त्यसलाई उता केशवजी हुनुहुन्छ काफल खाँदै हुनुहुन्छ यता दिपकजी हुनुहुन्छ यता म छु अनि चाहिँ हामी यति बेला प्रत्यक्ष प्रसारणमा छौँ काफल खाँदै प्रत्यक्ष प्रसारणमा छौँ हामी यति बेला काफल सकिसक्यो रहेछ प्रत्यक्ष प्रसारण भनेको लास्टमा त काफलै टुप्पा टुप्पा रहेछ हेर त टुप्पा टुप्पामा आज मैले पूर्ण रूपमा यो अवलोकन हो मोज गरेर जाने केटा मेरो काफल मोज गरेर मेरो निजी काफल है साथी यो कसैले यसो खान मनलाई आउनुहोस् वेलकम गर्छु म निजी लगानीमा उत्पादन भएको काफल है पुरै ताङ गरेर कसरी दिइरहेछ चार जाला नि अनि लाटा लाटा त बजार जानु अन्ने होला क्या
केशवको छ त फेरि अर्को सुट त्यही लगेर जाने हो क्या केशवको सुट चाहिँ छ नि त त्यही लाउने अनि जाने केशव पाइन्छ नि त फेरि हेभी खालको खतरामा ब्याग पुरै पछाडि अगाडि पछाडि 4वटा पुरै जेब छ त पुरै के गोजी त हेर त पैसा कम हालेछ भर्रा छ लडौ है केटा नलड है केटा लड्ने काम चाहिँ नगर रोमताको काफल खानबाट एउटा व्यक्ति खसेर भन्ने चाहिँ नहोस् ल यार यही हो क्या प्रत्यक्ष प्रसार नै हो योभन्दा सकिन्न ल हामी जाउँ अब निस्क्यौँ है छैन कि काफलै छैन माथि अब बाटोमा जानु खाने हो माथि 5 पकेट पाइन्छ कि ल अर्को साल खाउँला केटा म ल केटा हो काफल खाउँ है काफल खाउँ ल ल ल ल ल केटाहरू लगाएको छैन है काफल खान लगाएको छैन एउटा चाहिँ तल जानु हो तलतिर हुनुहुन्छ माथि हेर्नुहोस् त केशवजी माथि हेर्नु त यो चाहिँ हाम्रो बम्बई अमरी भन्छ होइन बम्बई अमरीमा यो हड्डी छ है त गाईको या गोरुको यो चाहिँ टाउको छ यसको लजिक चाहिँ के हो साथी यसको जानकारी दिउँ है त यो राख्नुको कारण के हो यो किन राख्छन् होला अनि यहाँ चाहिँ ऊ छ यो फेरि यो के रे यसको नाम दारिम होइन यो के भन्छ अरे अनार यो अनार बुटो हो होइन अनि अनारको बुटामा पनि छ क्या फेरि यो अनि यो राखेपछि फल्ने हो कि यो केही किरा काटीले केही नगर्ने हो कि यार यसको लजिक चाहिँ के हो साथी हो यसो जानकारी दिउँ है जानकारी पाउने मान्छेले जानकारी भएका मान्छेहरूले तपाईँको के भन्न चाहनुहुन्छ यो विषयमा यो विषयमा म काफल खान चाहन्छु अझै पुगेको छैन खासमा त्यो काफलमा पनि राखेको क्या मैले बारी दिखा मस्त बजेर ल निस्क्यो साथी है ए यार यो आँगा त टिप्नै पर्छ यार केटाहरू यस्तो दुस्या छ के भन्नु सही गयो गाउँमा हामी चाहिँ यस्तो गाउँमा कुहु गर्दै रमाउँदैछौँ नि त केटाहरूले म यो आँप फल्यो भने म तिमीहरू ल्याइदिन्छ केटा आँप फल्यो भने म ल्याइदिन्छु है तिमीहरूले ल्याइदिन्छु म तिमीहरूको ठाउँमा ल निस्किनु गइहाल्नु त गइहाल्नु अगाडि बढ्ने कुरामा बढिहाल्नुपर्छ स्कुल छ है पारी लिथानको स्कुल यो उतातिर चाहिँ 7औं गाउँ हो यो 7औं गाउँ पल्लोपट्टि त्यो गाउँ चाहिँ रोल्पाको कट्टेधारा पर्छ है कट्टेधारा मसिना कति नम्बर पर्छ 3 नम्बर हो या 4 नम्बर ओ ल आऊ केटा छिटो हामी त्रिवेणी घराइको महानगरपालिका वडा नम्बर 19 को त्रिवेणी टोलमा अवस्थित यो धारामा आएका छौँ एकदम चिसो पानी पाइन्छ अर्ग्यानिक पानी हेर्नु ट्याक्कै यहाँनिर के भन्छ उम्रिन्छ पानी उम्रिन्छ भन्छ नि पानीलाई के भन्छ अरे मुहान पानीको मुहान चाहिँ यो पऱ्यो अनि अब यो धारा यहाँ यत्रो पानी गयो चोट गइसक्यो यो पानी कोही यस्तो दामी पानी फेरि ओ माई गड यो यति बेला आँप हेर्नुहोस् त कति फलेको रहेछ यो ट्याक्कै यो चाहिँ मोपुलको गाउँमा यस्तो आँप फलेको छ आम्मामा यो त अति होइन र कडा छ है गाइस यो चाहिँ खानुपर्छ जाने भए जाऊ
माया अब धेरै नसताउ। कापु हेर केटा हो कापु। यसलाई चाहिँ कापु भन्छ है गाइस। कापु यसरी खाने हो हेर है। यो कापु कापुबारे केही भन्न चाहनुहुन्छ साथी हो? यो केमा खानुहुन्थ्यो तपाईँले भन्नु त? भागोमा खाइन्थ्यो होइन, माछामा। ल हामी चाहिँ यति बेला ठ्याक्कै उता डाँडा गाउँ यो दम्ती। वाउ 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 हेर्नुहोस्, यो चाहिँ साल हो है। सालको फोटो हेर्नु, सालको यो हेर्नुहोस् त फुल कति राम्रो फुल हेर्नु न। हेर्नु सबै साल चाहिँ फुलिया छ है। यो यतातिर पनि फुलिया छ, माथितिर सालै साल छ। यहाँ चाहिँ यो रोड भयो है। साल हेर्नु त, साल फुलेको हेर्न सक्नुहुन्छ। यो साल फुल्यो, साल फुल्यो। सिरिरी बतास चल्यो होइन। दम्ती गाउँ है यो चाहिँ। यो चाहिँ दम्ती गाउँ हो। दम्ती स्कुल चाहिँ त्यो रातो टिन भएको चाहिँ दम्ती स्कुल। यो चाहिँ दम्ती गाउँ। हामी चाहिँ यता